गजल मुक्तक वाचन गर्ने क्रममा मेरो हातमा एउटा पत्र फेरि पनि परिसकेको छ। उहाँको घर महेन्द्रनगर, अहिले बेङ्गलोर भनेर लेख्नु भएको छ। गोविन्द धामी जीडी जोजोजीले एकदमै राम्रो रचना लेखेर पठाउनु भएको छ। उहाँको रचना म तपाईँहरूको माझमा राख्छु, सुनेर साथ दिनुहोला। नबोल्ने मन्दिर बनायो, नबोल्ने तस्बिर बनायो, नबोल्ने मन्दिर बनायो, नबोल्ने तस्बिर बनायो, बनाउनेले पनि मलाई दुःखको अमीर बनायो, नबोल्नेले पनि मलाई दुःखको अमीर बनायो। मन दुख्ने थाहा हुँदैन कसले पो पीर बनायो, मन दुख्ने थाहा हुँदैन कसले पो पीर बनायो, सोचिरहन्छु माकुरा लेकिन आफ्नै बाटो किन जन्जिर बनायो, सोचिरहन्छु माकुरा लेकिन आफ्नै बाटो जन्जिर किन बनायो, थाहा छैन कसले किन यो जीवन अस्थिर बनायो, थाहा छैन कसले जीवन यो अस्थिर बनायो, नबोल्ने मन्दिर बनायो, नबोल्ने तस्बिर बनायो, बनाउनेले पनि मलाई दुःखको अमीर बनायो, बनाउनेले पनि मलाई दुःखको अमीर बनायो। वाह वाह वाह, एकदमै राम्रो रचना लेखेर पठाउनु भएको थियो जीडी जोजोजीले, गोविन्द धामीजीले। एकदमै मिठो मुक्तकका लागि उहाँलाई धेरै धेरै धन्यवाद।